नमस्कार। सांस्कृतिक संरक्षण युवा क्लबको अगुवाईमा सहयोग हस्तान्तरण कार्यक्रममा तपाईलाई हार्दिक स्वागत छ। धन भएर मन नभएका, मन भएर धन नभएका पनि देखेका छौँ। तर आजको यो जमात धन मन सबै भएको पर्यो र अरूलाई सहयोग गर्दा आफू रमाउनेमा पर्यौँ। हामी सबै रुखबाट लडेर मेरो दण्ड ब्रेक भएर उपचार गराइरहनु भएको जय कुमारीको यो दाङको आरोग्य नेचर केयर हस्पिटल थेरापी भइरहेको छ। उहाँको थेरापीको अवस्था अगाडिको भिडियोमा पनि जानकारी गराएको छु मैले, त्योमा गएर पनि हेर्न सक्नुहुनेछ हरिम ओके छ युट्युब च्यानलमा। अनि फेरि आज अर्को सहयोग लिएर हाम्रै मगमा दुलीबाट बसाइसराई गरी आएर तुलसीपुर वडा नम्बर 11-12मा बस्नुहुने सम्पूर्ण आफन्त इष्टमित्रहरूले आज हाम्रो सांस्कृतिक संरक्षण युवा क्लबको अगुवाईमा जगदीश घाटी मगरको अध्यक्षतामा जय कुमारीको उपचारार्थ तपाईहरुले हेर्दै हुनुहुन्छ। हरिओम ओके छ युट्युब च्यानल, हरिओम ओके छ फेसबुक च्यानल र सिसिवाइसी युट्युब च्यानलबाट पनि हेरिरहनु भएको छ। आफ्नो रकम कतै दुरुपयोग होला कि भन्ने त्यस्तो लाग्न सक्छ। हामीहरू सबै फेसबुकमा एक डिटेल राखिदिनेछौँ। सांस्कृतिक संरक्षण युवा क्लब तुलसीपुर 12 लामीडाँडा कचिली अथवा उरली दाङको क्लबको तर्फबाट सम्पूर्णमा मेरो नमस्कार, हार्दिक अभिवादन। यो हाम्रो क्लब संस्कार, संस्कृति, परम्परा र रीतिरिवाजसँग जोडिएको क्लब हो। हाम्रो बाबुबाजेहरूले नाच्दै गाउँदै गरेको कला संस्कृतिलाई जोगाउनुपर्छ भनेर गठन गरिएको यो क्लब हो। र यो क्लबले विगत केही वर्षदेखि हाम्रा क्लबभित्रका यस्तै समस्या पर्ने सदस्य साथीहरूलाई सहयोग गर्दै आएको छ। र आदि रुकुम दुली गाविस वडा नम्बर 8 कोटगाउँ जयकुमार 2081 जेठ 13 गते आफ्नै घरको बारीमा रहेको टिपीको रूपबाट लड्दा उसको मेरुदण्ड भाँचिएको र अहिले उपचारको क्रममा हाम्रै नगर दाङ तुलसीपुरको वडा नम्बर 6 को रजौरामा रहेको आरोग्य नेचर केयर हस्पिटलमा थेरापी गराइरहँदा केही सुधार भएको तर आर्थिक समस्या परेको भन्ने चाहिँ हामीले सुनिसकेपछि हाम्रो क्लबहरूले सहयोग गर्नुहुन्छ भनेर हामी चाहिँ गाउँमा पुग्यौँ, घरमा पुग्यौँ। उहाँले हाम्रो क्लबलाई विश्वास गरेर धेरै आर्थिक सहयोग गर्नुभयो। उहाँहरूलाई हाम्रो क्लबको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट नमस्कार ढोक गरे। विशेष गरेर रुकुमबाट बसाइसराई गरी आउनुभएका तुलसीपुर उपमहानगरका 11 र 12 का उरली, जसपुर, लामीडाँडा, कचिली र कचिला डबारामा बस्ने हाम्रा इष्टमित्रहरूसँग हामीले सहयोग मागेका छौँ। उहाँहरूको नाम म सरस्वती पद्मजा अनुमति गम्भीरी घटी मगर रुकुम दुली 2 देउता खोला। उहाँले 20,436 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसपछि उहाँको जेठो खोला खटुवार घटी मगर दुली 2 देउता खोला 6,162। भोला शाह दाङ तुलसीपुर 11 बेलटापुरा 3,402। बालाराम घटी मगर दुली 2 देउता खोला 2,100। दीपा घरती बुढाथोकी दुली 2 देउता खोला 1,055। जगदीश घटी मगर म आफै रुकुम दुली 7 सल्लीचौर 1,055। कर्णबहादुर घटी मगर रुकुम
दुली 2 605 रामबहादुर बुढा मगर मगमा 6 जिपसिङ 605 जमुना बुढा मगर दुली 3 घापाघाट 550 मङ्गले बुढा मगर घापाघाट 525 पूर्णिमा बुढा मगर दुली घापाघाट 505 नवीन चन्द शीतल मगमा 6 जिपसिङ 505 विक्रान्त बाठा मगर दुली 1 मिलचौर 505 नन्दराम पुन मगर करायल जेमिरे 505 धनबहादुर पुन मगर मगमा डाब 505 तबिर पुन मगर बाँफीकोट लिखाबाङ 505 तुलसा बुढा मगर दुली 3 घापाघाट 500 कल्पना बुढा मगर दुली घापाघाट 500 विष्णु पुन मगर भेटमा रुकुम 500 पुष्प बाँथा मगर दुली 1 घिउडुङ्गा 500 प्रेम पुन मगर भेटमा 500 मनकला बुढा पाण्डे मगमा 6 जिपसिङ 500 नारायण बाठा मगर दुली 1 घिउडुङ्गा 500 कमला घरती मगर दुली 7 सल्लीचौर 500 टिकाराम बुढा मगर मगमा 6 जिपसिङ 500 नयनसिंह बाठा मगर दुली 1 घिउडुङ्गा 500 कालीबहादुर घरती मगर दुली 7 सल्लीचौर 500 इन्द्रबहादुर बाठा मगर दुली 1 घिउडुङ्गा 500 कर्णबहादुर घरती मगर दुली 7 सल्लीचौर 500 मनकला पुल दुली 8 कोटगाउँ 500 गीता बुढा उहाँको सासूको नाम तितली बुढा मगर हो मगमा 6 जिपसिङ 500 गम्भीर कुसारी साउने चौधरी तुलसीपुर 12 पचिला डपरा दाङ 300 रूपलाल चौधरी पचिला 50 कृष्ण विक पचिला डपरा 100 चन्द्रबहादुर चौधरी पचिला डपरा 250 रेशम चौधरी पचिला डपरा रु 40 गोपाल नकाल गराइला गाविस गराइला रु 300 मनबहादुर नायक मगमा 77 पुष्पा नेपाली पचिला डबरा 250 कालीचरण चौधरी पचिला डबरा 100 बहादुर पुसारी दुली 8 कोटगाउँ 510 खम्बुरोकाय स्यालापाखा 3 छिङ 1000 बासनी बुढा विजय सोरी चौजारी 500 वीरबहादुर नायक दुली 2 धनेगौडा 1500 विष्णुपुन स्यालापाखा 5 पाटा 500 जसीमन्त्य खत्री दुली 1 सिल्टाकुरी 1000 बलबहादुर नायक दुली 2 धनेगौडा 1000 जनक नायक दुली 2 धनेगौडा 500 भूमिमाया आचार्य बर्दिया तुलसीपुर 12 नयाँ बस्ती 20 धन्जे नायक दुली 2 धनेगौडा रु 50 शेरबहादुर बाठा मगर दुली 1 घिउडुङ्गा रु 1000 बिर्खबहादुर पुसारी दुली 2 छहरा 200 नन्दराम पुसारी दुली 8 कोटगाउँ 1005 टिकाराम बाठा मगर दुली 2 धनेगौडा हाल युके 12500 झुबलाल बाठा मगर दुली 2 धनेगौडा हाल युके 12500 उहाँ 2 भाइ चाहिँ ब्रिटिस आर्मीको एउटा एकजना एक्स आर्मी हुनुहुन्छ भने एकजना चाहिँ बाह्रवाला आर्मी हुनुहुन्छ टेकबहादुर खत्री दुली 8 कोटगाउँ 2000 अले बुढा मगर मगमा 6 जिपसिङ 500 प्रेमबहादुर भट्टी मगर दुली 7 सल्लीचौर 500 नन्दकुमार पुन मगमा 6 जिपसिङ 500 बलबहादुर पुन मगमा 6 जिपसिङ 845 रमा बाठा पुन दुली 3 घापाघाट 200 नैने पुन दुली 3 घापाघाट 250 पुष्कर योगी तुलसीपुर 12 लामडाँडा 300 सुभाष चौधरी तुलसीपुर 12 लामडाँडा 100 सरिता गिरी लामेडाँडा पैसा सङ्कलनमा अहम भूमिका खेलाउने हाम्रो यस क्लबका जेन्युन अभिभावक हाम्रो बुद्धिजीवी समाजसेवी हाम्रो खरवार भरैले धेरै सहयोग गर्नुभएको छ। उहाँबाट
धेरै राम्रो रकम चाहिँ सङ्कलन भयो। उहाँ चाहिँ यो सेरेलुकीमा चाहिँ समन्वय गर्दाखेरि उहाँलाई धेरै धेरै धन्यवाद छ। र यो पैसा चाहिँ उहाँबाटै हाम्रो समाजसेवी खजवाल भर्ती मगरबाटै हाम्रो हस्तान्तरण गरिदिनु हुन मनकुमारी चन्द र हाम्रो समाजसेवी खजवाल भर्ती भरैले रकम हस्तान्तरण गर्नुभएको छ। र यो धन्यवाद। सांस्कृतिक संरक्षण युवा क्लबको अगुवाईमा आज उहाँहरूले सङ्कलन गर्नुभएको 1,04,005 रुपियाँ भर्खरै हस्तान्तरण गर्नुभयो। उहाँहरूलाई मुरी धन्यवाद। श्रामकुल मगर हाम्रो बाजेले 5,000, त्यसपछि उहाँकै भान्जा खड्गबहादुर ज्यामिरे हुनुहुन्छ, अहिले इलेक्ट्रिक पसल गरेर बिपी चोकमा बस्नुभएको छ, उहाँले 5,000। त्यसपछि हाम्रो देउतखोलाको जगदीश घरती मगर भेनाले पनि 2,000 आइम। हाम्रो धनमाया बाठा बिरामीको अन्तिम कति 7,000 रकम दिँदै हुनुहुन्छ, उहाँले धेरै धेरै धन्यवाद। यही अस्पतालमा आएर हाम्रो डाँडा जेठो अलिबुढा उसले पनि 1,500, पवन घरतीको बुढी लक्ष्मी जिएमले 2,005 रुपियाँ बिरामीलाई। म घरबाट आउँदाखेरि मानसिक रूपमा एकदमै गिरेको थिएँ। दिमागले पनि काम गर्दैन थियो। यहाँ आइसकेपछि मलाई लाग्छ कि पूर्ण रूपमा म सपाङ्ग भइसकेको रहेछु भन्ने मलाई यति महसुस भएको छ। आफन्तहरूले भेट्दाखेरि साँच्चीकै म अहिले यो होलसेलमा बसेको जस्तो महसुस मलाई भएको छैन। खुसी पनि लागेको छ लाग्छ। मैले सोचेकै थिइनँ म यो अवस्थामा हुन्छु भनेर। त्यसैले अहिले सम्पूर्ण मेरो आफन्तहरू सबै यहाँ आउँदाखेरि कति खुसी पनि लागेको छ मलाई। तपाईँहरूले मलाई धेरै दुःख गरेर यो ठाउँमा पुर्याउनु भयो। अहिले अलिकति मेरो सुधार आएको छ। के कस्तो हुन्छ तपाईँहरूले धेरै सहयोग गर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। यही नै भन्नु चाहन्छु। अब उहाँको श्रीमानको पनि कुरा सुनौँ। थेरापी चलिरहेको छ। साह्रै महँगो थेरापी भएको कारणले गर्दा आर्थिक सङ्कट अलिक गाह्रै भयो। चाहिँ यहाँका मेरा आफन्त इष्टमित्र दाजुभाइ त्यसभरि हामीलाई सम्झेर एक मिलेर 1000 हुन्छ, थोपा मिलेर सागर हुन्छ भने जस्तै हजुरहरूको महान प्रेम र भाव अनि यो सहयोगी मनहरूलाई आत्मीयदेखि धन्यवाद दिन चाहन्छु। मैले बिरामीको स्वास्थ्य लाभको कामना गर्दै मेरो यति भन्छ। नमस्ते।